तपाईलाई याद छ नेपालमा घन्टौं बिजुली जान्थ्यो। 24 घण्टामा 18 घण्टाको लोड सेटिङले हाम्रो जिन्दगी नै अस्तव्यस्त बनाएको थियो। यसै क्रममा एउटा व्यक्तिको आगमनले नेपाल अन्धकार मुक्त भयो। यी व्यक्ति थिए कुलमान घिसिङ। 2073 सालमा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकमा नियुक्त भए। त्यति बेला नेपालमा 12 देखि 18 घण्टासम्म लोड सेटिङ नै रहन्थ्यो। कुलमान घिसिङको कुशल नेतृत्वमा नेपालले उज्यालो पाएसँगै नेपाल विद्युत प्राधिकरण नै नाफामा गएको थियो। तर हाल सरकारले कुलमान घिसिङलाई हटाउने निर्णय गर्यो। विभिन्न सञ्चार माध्यम र रिपोर्टरका अनुसार उनको बर्खास्त पछाडि राजनीति चलखेल रहेको दाबी गरेका छन् भने केहीले त आफ्नो स्वार्थ पूरा गर्नको लागि भए पनि कुलमान घिसिङलाई हटाउने निर्णय गरेको भन्दै आरोप लगाएका छन्। 2073 सालमा विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएदेखि दशकौंदेखि चल्दै आएको लोड सेटिङको अन्त्य गर्न सफल भएका थिए। हटाउनु उचित थियो या थिएन, तपाईँको विचार कमेन्टमा लेख्नुहोस्।